हर ठाउँमा, हर चोकमा, हर गल्लीमा, हर ढोकामा जवाफ दिँदैछन् रासोपाका सबै नेताहरू, सबै उम्मेदवारहरू। त्यसकारणले प्रश्नको ठेक्का पनि नलिए हुन्छ, लोकतन्त्रको ठेक्का पनि नलिए हुन्छ। हामीलाई थाहा छ प्रश्नको उत्तर त धेरैले दिए, अब उत्तर होइन समाधान दिने हो। समाधानका लागि 5 वर्षको स्थायी सरकार। मैले वाचापत्रमा भएको कुराहरू पढेर तपाईँहरू समय खेर फाल्न चाहन्न। विधिको शासन बसाउँछौँ, थिति बसाल्छौँ, थिति कानुनी राज्य स्थापना गर्छौँ। गलत गर्न पाइँदैन, गलत गर्दैनौँ र जुन आँट र साहसका साथ हामी उभिएका छौँ यो देशमा आँट गर्न सक्ने नेता को होला भन्ने कुरा एकचोटि बालनजीले मलाई हेर्नुहोस्, अरू कसले आँट गर्ला? हामीले नगरेको आँट। यो देशमा हामी दुईजनाले पनि नगरेको आँट कसले गर्ला? आँटको चिन्ता नलिनुहोस्, ताकतको कुरा गरौँ। ताकत चाहिँ बहुमत ल्याएर मात्रै पाउँछ। ताकत तपाईँले दिने हो, ताकत तपाईँले दिने हो। आँट हामीले गरेका छौँ, ढङ्ग पुर्याएर बिना प्रतिशोध यो देशलाई अगाडि बढाउनेछौँ। कतिपय मानिसलाई तर्साउने काम भएको छ। हाम्रो सरकार आयो भने उठीबाट लगाउँछ, डोजर लगाउँछ भनेर तपाईँलाई तर्साउने झुक्याउने काम भएको छ। कोही पनि आत्तिनु पर्दैन। डोजर चल्यो भने सबभन्दा पहिला भ्रष्टाचारीको महलमा डोजर चल्छ, चिन्ता गर्नु पर्दैन। गरिबको बस्तीले चिन्ता गर्नु पर्दैन। विस्थापित हुँदैन, व्यवस्थापित चाहिँ हुन्छ। व्यवस्थापन चाहिँ हामी गर्छौँ। हामी कसैको दुश्मन होइनौँ भनेका छौँ। हुमिन साथीहरूको कुरा पनि यहाँ आएको छ। हामी शक्तिशाली आयोग बनाउँछौँ। त्यो आयोगले आफै निकाल्नेछ। त्यो आयोगमा पार्टीका कार्यकर्ता कारिन्दाहरू हुने छैनन्, स्वतन्त्र मानिसहरू हुनेछन्। तिनले दिएको रिपोर्टलाई कार्यान्वयन गर्नेछौँ। रासोपाले कसैलाई पनि बेघरबार बनाउने काम गर्दैन। कानुनले जे भन्छ हामी त्यही गर्छौँ। कानुनले तपाईँलाई खिचोमिचो गरेको रहेछ भने संसदमा कानुन फेरेर भए पनि तपाईँको अधिकार हो। तपाईँलाई अधिकार दिएर सक्छौँ। चुनावका बेलामा बस्तीमा छिरेर भ्रम छर्ने काम गरेछन् भने र आधी भोट चाहिँ हामीलाई दिनुहोस् न त भनेछन् भने तिमीलाई त्यही प्रश्न सोध्नुहोस् जुन प्रश्न मैले अघिल्लो सभामा सोधेको थिएँ। आधी भ्रष्टाचार राख्ने हो भने भोट आधी गरौँ, पुरै भ्रष्टाचार फाल्ने हो भने प्रत्यक्ष पनि घन्टी, समानुपाती पनि घन्टी, विकल्प छैन। हाम्रा वार्तापत्रहरू हेर्नुहोला। अन्य सभाहरूमा हामीले गरेका वार्ताहरूको बारेमा पक्कै पनि यहाँलाई जानकारी गराउने नै छु। त्यसैले कोही पनि त्रसित हुनु पर्दैन, कोही पनि आत्तिनु पर्दैन। यो जनता जागेको बेला हो, यो इतिहास रच्ने बेला हो। आउने चुनाव सामान्य दिन होइन, एउटा महत्त्वपूर्ण दिन हो। आफ्नो पुस्ताको भविष्यको लागि सोच्ने दिन हो। मलाई यो पनि थाहा छ, अन्त्यमा भन्छु, तपाईँहरूमध्ये कोही न कोही कुनै पनि राजनीतिक दलप्रति आस्थावान हुनुहुन्छ। तपाईँलाई भरोसा छ, बच्चौदेखि भोट हाल्दै आउनु पनि भएको होला। यतिखेर तपाईँको आस्था र निष्ठाको उदाहरण दिने, भेटी चढाउने, बलि चढाउने बेला होइन। निष्ठा त देशप्रति हुनुपर्छ, कुनै पार्टीप्रति होइन। देशप्रति निष्ठा देखाउने बेला हो, पार्टीप्रति होइन। 5 वर्षको स्थायी सरकार बनाउने म्यान्डेट यहाँले दिनु होला। एउटा देश, एउटा झन्डा, एउटा चुनाव चिन्ह, एउटा प्रधानमन्त्री, एउटा सभापति। हामी 5 वर्ष काम गरेर देखाउँछौँ। 5 वर्ष हामीले काम गर्न सकेनौँ भने तपाईँहरूले भन्नुपर्नेछ, तिमीहरूले काम गर्न सकेनौ भनेर तपाईँले भन्नुपर्नेछ। त्यसैले अघि हाम्रो साथीले भन्नुभयो नि, अहिले तपाईँले घन्टी बजाउनुहोस्। 5 वर्षसम्म हामीले काम गर्न सकेनौँ भने राजनीतिक रूपमा त्यही घन्टीले हामीलाई बजाइदिए हुन्छ, केही फरक पर्दैन। त्यसैले भोट बाँड्ने काम नगरिकन सबैलाई भन्नुहोला, सबैलाई बताउनु होला। म यति भनेर यहाँहरू समक्ष बिदा चाहन्छु। मलाई विश्वास छ कर्णालीले जुन माया गरेको छ यो मायालाई निरन्तरता प्रदान गर्नेछ। केही दिन मात्र बाँकी छ साथीहो, केही दिन मात्र बाँकी छ। हामी आउँदैछौँ तपाईँहरूको साथ दिएर यो इतिहास रच्ने काममा हामी अगाडि बढ्नेछौँ। यहाँ साथीहरूले केही प्रश्नहरू गर्नुभएको छ, ती गहन प्रश्नहरू छन्, तिनको जवाब अन्य मञ्चहरूमा हामी अवश्य पनि दिनेछौँ। प्रदेशलाई ठिक ढङ्गले अगाडि बढाउने कुरा गरेका छौँ हामीले। प्रदेश संरचनामा हामीले प्रश्न गरेको प्रदेशलाई नेताको पार्किङ लट बनाउने होइन, काम गर्न सक्ने बनाउने हो। बेढङ्गको होइन, ढङ्गको बनाउने हो। प्रदेशको यो संरचनामा प्रश्न गरिएको, रेट्रोफिट गर्नुपर्छ भनिएको हो, सुधार गर्नुपर्छ भनिएको हो। अन्य मञ्चहरूमा हामी अवश्य पनि भन्नेछौँ। हस्, यति भन्दै आफ्नो भनाइहरू यहीँ भन्न खोजेको छोटो, हुन गएको लामो मन्तव्य यही टुङ्ग्याउँछु। सबको जय होस्, जय देश, जय कर्णाली, जय घन्टी।